ल मैले एकजना हैन मेरै आफ्नै गाउँठाउँमा यति राम्रो गाउने मान्छे एकजना हुनुहुँदो रहेछ। मलाई थाहा नै छैन। भाइको नाम के हो भनिदिनुहोस् त? अनमोल परियार। अनमोल। अनि कति वर्ष हुनुभयो तपाईँ? 15। कति कक्षामा पढ्नुहुन्छ? 7 कक्षामा। यहीँ बनेपा नालाकी स्कुल कुन चाहिँ स्कुलमा पढ्नुहुन्छ? चण्डेश्वरी उच्च मावि हाम्रो हैन। अनि गीत कहिलेदेखि गाउन सुरु गर्नुभयो? गीत सानैदेखि नै। सानैदेखि मतलब सानैदेखि भन्दा कति वर्षदेखि? अब चाहिँ मेरो नि स्वर राम्रो रहेछ, मैले गाउन सक्छु, मलाई इच्छा कस्तो 2-3 वर्ष अगाडि गीतमा धेरै रुचि छ। कस्तो प्रकारको गीतमा रुचि छ तपाईँको? हजुर कस्तो प्रकारको गीतहरूमा चाहिँ अलिकति बढी रुचि छ? राम्रोमा ए ल। अनि म तपाईँको मैले धेरै सुनेको छु तपाईँको साथीहरू यहाँ गाउँठाउँमा हैन, तपाईँले एकदम राम्रो गीत गाउनुहुन्छ अरे भनेर मैले सुनेको छु। र मैले अहिलेसम्म यति राम्रो प्रतिभा भएको मान्छेलाई अहिलेसम्म किन चाहिँ मैले अब हैन थाहा पाउन सकिनँ भनेर मलाई एउटा जिज्ञासा थियो। र आज चाहिँ म तपाईँको एउटा गीत सुन्न चाहन्छु है त। सुनाउनुहुन्छ आज एउटा गीत मलाई गाएर? हुन्छ। आज गीत कुन चाहिँ सुनाउनुहुन्छ त तपाईँ? कुन सुनाउनु? हजुरलाई के राम्रो लाग्छ त्यही सुनाइदिनु ल भाइ। एउटा सपना छ भने एउटा सपना छ तिमीलाई माया गर्ने भन्ने गीत। उहाँको गीतको रचनाकार अथवा गायक को हुनुहुन्छ तपाईँलाई थाहा छ? थाहा छैन है। ठिक छ, केही छैन। सानै हुनुहुन्छ, बिस्तारै हुन्छ। अहिले भनेको हामीलाई गीत सुन्ने, अब सुनाउने तपाईँले हुन्छ ल। म रेडी भन्छु, तपाईँ एउटा गीत सुनाइदिनुहोस् है त। म बिट दिन्छु है त। रेडी 1 2 3 गो। हेर सिरसिर हावामा, हेर मायाको भाकामा, तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पखामा। हेर सिरसिर हावामा, हेर मायाको भाकामा, तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पखामा। एउटा सपना छ तिमीलाई माया गर्ने, तिम्रै भएर जिउने। पाउनु पाइने चाह छैन, गुमाउने डर छैन। हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ, हेरिरहन पाऊँ, माया गरिरहन पाऊँ। हेर सिरसिर हावामा, हेर मायाको भाकामा, तिम्रो नाम लेखिसकेका छु मनको डाँडा र पखामा। भेटै नहुँदा नि खुसी हुन्छ मन, भोलि सुने मात्रै पुग्छ। भेटै नहुँदा नि खुसी हुन्छ मन, भोलि सुने मात्रै पुग्छ। दुःख पीडा मनको सहारा एकै शब्दले धोइदिन्छ। खोइ कस्तो आवाज उसको मायाको एउटा बहाना छ यति लामो बाटो हिँड्ने, सम्झिरमाउँदै जिउने। यति हो? वाउ, यतिमा मात्र। ल ताली बजाउँछ है त माया। ल एकदमै मिठो स्वर तपाईँको। यदि सानो उमेरदेखि नै यत्रो ठुलो प्रतिभा देख्दाखेरि म नै अलिकति अचम्म भएँ है। हाम्रो नेपालमा हाम्रो गाउँठाउँमा पनि यतिको प्रतिभा चाहिँ छ भने हामीले बुझ्नुपर्छ र प्रतिभालाई पनि प्रोत्साहन पनि दिनुपर्छ। त्यही सुनेर म तपाईँको भिडियो अब यो हैन लिँदैछु।
आशा छ सबैजनाले मन पराइदिनुहुन्छ होला र मेरो युट्युब च्यानललाई लाइक्स एन्ड सब्सक्राइब पनि गरिदिनुहुन्छ होला। नमस्ते ल भाइ, नमस्ते गरिदियो ल।